एकातिर अनुभवी गोलकिपर अनि अर्कोतिर उत्कृष्ट लय, टिममा म्याच विनरको अभाव अनि ट्रफी उचाल्ने लक्ष्य। अब भन्नुहोस् तपाई कोतिर जानुहुन्छ? अनुभवी एन्जिला तुम्बा सुब्बातिर या उत्कृष्ट लयकी अञ्जना राणा मगरतिर? हामीलाई जसरी पनि साफ वुमेन च्याम्पियनशिप 2026 को उपाधि चाहिएको छ। नेपाली महिला टोली पछिल्लो केही वर्षमा दक्षिण एसियाकी बलियो टोली मध्ये एक बनेको छ, तर नेपालले अझै पनि साफको उपाधि जित्न सकेको छैन। सावित्रा भण्डारी साम्बा जस्तो गोल मेसिन बिना साफमा सहभागी अनि ग्रुप स्टेजमा 2024 को खेलमा बराबरीमा रोकिनु परेको टिम भुटानसँगै पुनः पहिलो भेट हुनुपर्ने यस्तो अवस्थामा गोलकिपरको भूमिका एकदमै महत्त्वपूर्ण बन्छ। त्यसैले आउनुहोस् साथीहरू, पहिलो रोजाइको गोलकिपर को उपयुक्त हुन सक्छ यसै विषयमा कुरा गरौँ। सबैभन्दा पहिला कुरा गरौँ एन्जिला सुब्बाको। एन्जिला नेपाली महिला टोलीको सबैभन्दा अनुभवी गोलकिपर मध्ये एक हुन्। इन्डियामा नै भएको 2014 को साफ महिला च्याम्पियनशिपबाट डेब्यू गरेदेखि राष्ट्रिय टोलीमा निरन्तर खेल्दै आएकी एन्जिलाले 50 भन्दा धेरै अन्तर्राष्ट्रिय खेलहरू खेलिसकेकी छिन्। उनी केवल गोलकिपर मात्र होइनन्, नेपाली टोलीको लिडर पनि हुन्। साथै साफ वुमेन च्याम्पियनशिप 2024 मा उनले टोलीको कप्तानी समेत गरिसकेकी थिइन् र ग्रुप स्टेजमा नेपाली गोल पोस्टमा एक गोल पनि हुन दिएकी थिइनन्। क्लब करियरको कुरा गर्ने हो भने उनले एपीएफबाट लामो समय खेलेपछि भारतको सेतु एफसी, पाकिस्तानको मासा युनाइटेड हुँदै ग्रिसको प्रोफेसनल क्लबसम्म यात्रा गरिसकेकी छिन्। उनको सबैभन्दा ठूलो स्ट्रेन्थ भनेकै पोजिसनिङ र गेम रिडिङ हो। क्रस बल कलेक्ट गर्ने क्षमता, डिफेन्डरसँग कम्युनिकेसन र प्रेसर सिचुएसनमा काम रहन सक्ने एबिलिटीले उनलाई नेपालको सेफेस्ट गोलकिपर बनाउँछ। विशेष गरी इन्डिया, बंगलादेश जस्ता बलियो टोली विरुद्ध एन्जेलाको एक्सपिरियन्स नेपालको डिफेन्सिभ ब्याकबोन बनेको देखिन्छ। अब कुरा गरौँ अञ्जना राणा मगरको। अञ्जना अहिले नेपालको सबैभन्दा एक्साइटिङ यङ गोलकिपर मध्ये एक मानिन्छन्। डोमेस्टिक फुटबलमा उनले उत्कृष्ट प्रदर्शन दिएकी छिन्। 2024 एन्फा वुमेन्स लिगमा उनले 18 खेल मध्ये 12 क्लिन सिट राखेकी थिइन् भने जम्मा 8 गोल मात्र कन्सिड गरेकी थिइन्। यो आँकडा हेर्दा उनको सर्ट स्टपिङ एबिलिटी निकै बलियो देखिन्छ। रिएक्सन स्पिड, डाइभिङ रिफ्लेक्स र वान अन वान सिचुएसनमा उनी निकै एग्रेसिभ गोलकिपर मानिन्छन्। अञ्जनाले 2024 साफ वुमेन च्याम्पियनशिपको इन्डिया विरुद्धको सेमिफाइनल खेलमा सब्स्टिट्युट गोलकिपरको रूपमा आएर भारतका 2 वटा पेनल्टी सेभ गर्दै नेपाललाई फाइनल पुर्याएकी थिइन्, जुन प्रदर्शनपछि धेरै समर्थकले उनलाई नेपालको फ्युचर नम्बर 1 भनेर हेर्न थालेका थिए। र अहिले पनि उनी पेनल्टी सुटआउटका लागि नियमित पहिलो रोजाइमै छिन्। अब साथीहरू मुख्य प्रश्नमा जाउँ, पहिलो रोजाइ को हुनुपर्छ? यदि अनुभव, लिडरशिप, बिग म्याच टेम्परामेन्ट र इन्टरनेसनल एक्सपोजर हेर्ने हो भने एन्जिला सुब्बा अझै पनि नेपालको सबैभन्दा भरोसा योग्य गोलकिपर देखिन्छन्, किनकि साफ जस्तो टुर्नामेन्टमा केवल रिफ्लेक्स मात्र होइन, डिफेन्सिभ अर्गनाइजेसन पनि महत्त्वपूर्ण हुन्छ। तर यदि रिफ्लेक्सिभ, पेनल्टी स्टपिङ एबिलिटी र लङ टर्म फ्युचर हेर्ने हो भने अञ्जना राणा मगर पहिलो रोजाइको लागि बलियो दावेदारी प्रस्तुत गर्छिन्। पछिल्लो केही खेलहरूदेखि उनी नियमित पहिलो रोजाइमा पनि गर्दै आएकी छिन्। नेपाली टिमको विगतका उपस्थितिहरूमा भन्दा यसपालिको टिम केही कमजोर पक्कै देखिएको छ। त्यसैले धेरै खेलहरूमा नेपालले डिफेन्सिभ फुटबल खेल्नुपर्ने हुन सक्छ र यस्तो अवस्थामा गोलकिपरको भूमिका धेरै नै महत्त्वपूर्ण बन्न जान्छ। त्यसैले तपाईको विचारमा साफ वुमेन च्याम्पियनशिप 2026 मा नेपाली महिला टोलीको गोल पोस्टको जिम्मा कसलाई दिनुपर्छ? अनुभवी एन्जिला सुब्बा कि उत्कृष्ट फर्ममा रहेकी अञ्जना राणा मगर? कृपया आफ्नो विचार कमेन्टमा अवश्य पनि लेख्नुहोला। भिडियो मन परे लाइक, शेयर र सब्स्क्राइब गर्न नभुल्नुहोला। अर्को भिडियोमा पुनः भेटौँला। धन्यवाद।